सो सबैजनालाई नमस्ते, वेलकम। म जनक दामी। सो फाइनली गाइजहरू 600+ सब्सक्राइबर भएछ मेरो युट्युब च्यानलमा। 0 भ्युज, 0 सब्सक्राइबर, 0 लाइकबाट सुरु गरेको युट्युब यात्रा आज लाखौँमा भ्युज र 600+ सब्सक्राइबर भएछ। यसको लागि तपाईँहरू सबैलाई धेरै धेरै धन्यवाद। खासै राम्रो कन्टेन्ट्स थिएन, न राम्रो भ्लग थियो, तैपनि हजुरहरूको साथ र सपोर्टले आज यहाँसम्म पुगेको छु। अझै साथ सपोर्ट गर्दै जानु होला। हस्, धेरै धन्यवाद। चाँडै अब नयाँ कन्टेन्ट्सहरू त्यो बनाउने छु। हजुरहरूको अपार मायाले मलाई धेरै उत्प्रेरित गरेको छ भिडियोमा। फेरि यस्तै साथ सपोर्ट गर्दै जानु होला। हस्, सो वेलकम गाइज, फेरि मेरो नयाँ भ्लगमा हजुरहरूलाई स्वागत छ है। स्वागत छ। आज चाहिँ भाइसँग शहीद पार्कमा, त्यही पनि हेर्न सक्नुहुन्छ। उसको र मेरो भेट लगभग 6 महिनापछिको गाउँबाटै आज फर्स्ट जोडियो काठमाडौँमा भेटेँ। शहीद पार्क के भन्नु छ भने भनै। केही छैन, सबैजना सब्सक्राइब गरिदिनु, माया गरिदिनु है दाइको आइडीलाई चाहिँ एकदम। हामीलाई चाहिँ शहीद पार्कको पछाडि ब्याकग्राउन्ड देख्न सक्नुहुन्छ। त्यो दाजुभाइ एकदमसँग गाइजहरू धेरै राम्रो कन्टेन्ट्स त बनाउन आउँदैन, त्यही भने अलिअलि बिस्तारै आउने त हो नि होइन सबैलाई। शहीद पार्क भाइरल पार्क टिकटकमा धेरै देखा। सो आज म आएको छु शहीद पार्क। नाम पनि आफै हिस्टोरिक छ, शहीद पार्क आफैमा इतिहास बोकेको नाम छ। सो त्यहाँको अलिकति धेरै लङ भिडियो चाहिँ हुँदैन होला, 7-8 मिनटको भिडियो हुन्छ। त्यहाँको अलिकति देखाउने कोसिस गर्नेछु, त्यहाँको सुन्दर दृश्य। शहीद पार्कमा ऊ चाहिँ कसको मूर्ति रहेछ तपाईँहरूलाई थाहा छ भने कमेन्ट गर्नु होला है। सो शहीद पार्कमा भएको यो मूर्ति स्वतन्त्र, प्रजातन्त्र र राष्ट्रिय मर्दा आफ्नै बालुवात राख्न सक्नुहुन्छ, अरूको 2-4 सय होइन। कस्तो लाग्यो भाइ शहीद पार्क? जेउस एकदम बोवाल छ दाइ। शहीद पार्क होइन, शहीद पार्क राम्रो छ। शहीद पार्क आफैमा पनि इतिहास नाम पो हो त होइन। यहाँ पछाडि नेपालको झन्डा हेर्न सक्नुहुन्छ। यहाँ जस राम्रो छ शहीद पार्क घुम्न जानको लागि। तपाईँहरू घरमा बोर हुनुहुन्छ भने आउनु होला अवश्य पनि, रमाइलो छ। हेर्न सक्नुहुन्छ, म देखाउँछु है तपाईँहरूलाई। सक्नुहुन्छ यहाँ मान्छे टन्न आउँछ। यहाँ जस तपाईँहरू घरमा एक्लै बस्दा बस्दा बोर हुनुहुन्छ भने आउनु। यस्तो रमाइलो छ नेपालको झन्डा। यहाँ ब्याकग्राउन्ड हेर्नु राम्रो छ, मान्छेहरू पनि आउँछन् टन्न हेर्नु। आजको बेस्ट भाइरल प्लेस शहीद पार्क। आउन चाहिँ धेरै आइसके। आज फर्स्ट भिडियो बनाएको। जन देउलानी चालीको तिम्रो याद भन्दा। नेपालको झन्डा फाइनली नेपालको झन्डा हेर्नु गाइस। हाम्रो देशको झन्डा अन्त होइन होइन, खतरा हुन्छ नि त फेरि हाम्रो नेपालको। नेपाली हामी रहौँला कहाँ, नेपालै नरहे। यस्तो राम्रो छ हेर्नु, यस्तो बब्बाल छ बब्बाल। टिकटक मान्छेहरू पनि टिकटक बनाइरहेछन्। अनि सिङ्गलै आउँछ होइन। कपालै काट्ने सजेसन नदिनु होला गाइजहरू। फाइनली शहीद पार्कको त्यति नै थियो, हामी निस्किसक्यौँ। हेलो गाइज, शहीद पार्क घुमिसक्यौँ हामी। पछाडि घुम्नेको ऊ चाहिँ छ यहाँ फेरि ताँति। झन् हिउँदोमा त झन् फाइदा छ पो, घाम ताम नपाइहाल्छ। दडिया बाख्रा दडिया चाहिँ नभए। सो मान्छे त कालो भयो नि, फोटोमा चाहिँ ह्यान्डसम आएको छ। पछि देखाउँछु है, पछि हाल्छु है, एडिट गरेर चाहिँ म राख्छु है। फोटो हेर्नु होला, ह्यान्डसम फोटोमा चाहिँ फेरि खतरा आउने। फेरि मान्छे त रियलमा पो यस्तो हो त। लास्टमा आउँछ नि त। अब 600+ सब्सक्राइबर भइसक्यो। कुन दिन फ्यानहरू अब अटोग्राफ माग्न आउँछन् थाहा छैन। मलाई डर लागिरहेछ है हाम्रो दाजुलाई। अलिक छिटै आइदिनु होला त। अनि हामी सकेर गएको। वेलकम टु जनक दाइको भ्लग। कपाल हेर्दा चाहिँ बाघ जस्तो सम्झिनु भयो होला, तर स्यालो मान्छे चाहिँ स्यालो नि फेरि।
शहीद पार्कसँग गइसक्यौँ। वाह अमेजिङ। सो निम्बु पनि खाऊ, माइन्ड फ्रेस बनाऊ। गोकर्णेश्वरको सुन्दर दृश्य, गोकर्णेश्वरको सुन्दर दृश्य हेर्नु। रुखै रुख, सल्लाहको रुख। भलकमा आउँछ है, हेरेँ युट्युबमा। गोकर्णेश्वरको जङ्गल हेर्न सक्नुहुन्छ। वाह क्या दामी यार। फेमस प्लेस गोकर्णेश्वरको बाटो त यस्तो छ, झन् हाम्रो हुम्लाको क्यास गर्ने यहाँ गोकर्णेश्वर केही नभए नि काठमाडौँको फेमस प्लेस हो। तल भइसक्यो गाइजहरू, सानो किडी। हेर गाइजहरू, मान्छेहरू पनि के गर्दा बाइक पनि लड्दा। सँगसँगै जिउँला नि, जोन दिउँला नि। हाम्रो शहीद पार्कदेखि लगेर गोकर्णेश्वरको यात्रा सकिसकेको छ। सक्यो गाइज। अब फाइनली अर्को ब्लग हेर्नलाई रेडी बसिराख्नु होला। अब आउँछ बेलुका। सब्सक्राइब चाहिँ गरिराख्नु। अब अर्को ब्लग कहाँको आउँछ त्यो चाहिँ थाहा छैन। कहाँको आउँछ त्यो चाहिँ थाहा छैन। सकभर पशुपति।